10 महिनासम्म पेटमा राखेर जन्माउँदा पनि त छोरी पाउँदा सजिलो छोरा पाउँदा गाह्रो त होइन नि त। अनि अथवा छोरा पाउँदा गाह्रो छोरी पाउँदा सजिलो नि होइन। हामी आमालाई त 10 महिनासम्म बोक्दा पनि त्यत्तिकै गाह्रो हुन्छ र पाउँदा पनि छोरा र छोरी पाउँदा व्यथा हामीलाई थियो होइन। त्यस कारण हामीले त्यहाँदेखि लिएर हामीले शिक्षा दीक्षा दिन अब जन्मायौँ हुर्कायौँ। हामीले पहिला कस्तो थियो भने छोरी पाउँदाखेरि छोरीलाई अब हेला गरी नै थियो पहिलाको। छोरी पाउँदा बेग्लै जस्तै छोरी पायो भने फलानाले छोरी पायो अरे भन्ने पनि थियो होइन। छोरा फलानीले छोरी पायो अरे भन्ने थियो। अनि छोरा पायो भने फलानाले छोरो पायो अरे नाम त त्यहाँ पनि फलाना र फलानीमा आयो नि त। त्यहीँ हिंसा भयो नि त हिंसा त। अनि त्यो बाउको नाम आउँछ क्या छोरा पाउँदा बाउको नाम आउने छोरी पाउँदा आमाको नाम आउने। अनि त्यो पनि व्यवहार हामीले त्यो पनि हिंसा सरै आएको हो। त्यसलाई हामीले समान गर्दै आइएका। अब यसो गर्न हुँदैन यसो गर्न हुँदैन भनेर त्यसलाई पनि समान गर्दै आइएका। र शिक्षा दीक्षा दिन पनि अब कतिपय गरीमा लगाएर छोरा लगाएर पढाउने छोरीलाई स्कुलमा लगाएर भर्ना गर्ने। अहिले त अब सबैले स्कुलमा राख्ने भन्ने आइरहेको छ होइन। तर हामीले त्यस्तो व्यवहार चाहिँ गर्नुहुन्न। हामीले घरैबाट होइन आफैबाट घरैबाट गरेर यो हिंसाहरूलाई जुनसुकै पनि यो हिंसा सामान्य छोरा र छोरीलाई समान गर्नुपर्छ भनेर अब पहिलाको हामीले त परिवर्तन त धेरै गर्दै आयो नि त यहाँसम्म आयो नि त। त्यही भएर अब त्यसमा अब भन्दै जाँदाखेरि लानु त अब चाहिन्छ छोटकरीमा भन्नु हिंसा चाहिँ यस्तो हिंसा चाहिँ सहन हुँदैन। हामीहरूले परिवर्तन गर्दै आइरहेको पहिलेदेखि नै आमा समूहदेखि लिएर अब सुरुवात गाउँघरमा आमा समूह छ होइन। अन्यायमा परिरहेको छ महिलालाई दिदीबहिनीलाई अन्याय पऱ्यो भने अब एउटा महिला दिदीबहिनीलाई अन्याय पऱ्यो भने पुरुषलाई पऱ्यो भने महिलालाई पऱ्यो भनेर हिँड्न त भएन नि त त्यहाँ। त्यसलाई त समान व्यवहार गर्न जानु पऱ्यो। यो भने हिंसा हो यस्तो गर्न हुँदैन भन्नु पऱ्यो। त्यस कारण हामी चाहिँ यसमा परिवर्तन गर्दै आएका छौँ। अब धेरै परिवर्तन पनि भइसकेको छ।